हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मेरो छुट्टी हो। आज चाहिँ म यहाँ मेरो रुमको छेउको पार्क गएको थिएँ है। हेर्नुहोस् कति मजाको पार्क छ, सफा छ। अस्ति जाँदाखेरि चाहिँ पानी परेको हुनाले गर्दाखेरि चाहिँ भुइँहरू सबै हिल्लै क्याच्याक क्याच्याक थियो होइन। तर आज जाँदाखेरि चाहिँ मजाको थियो किनभने घाम लाग्यो नि त 2 दिन मजाले। अनि कति मजाको जग्गा छ हेर्नुहोस् न साथीहरू हो। अब मलाई टेन्सन भइरहेको छ, डिप्रेस फिल भइरहेको छ भने म यहाँ गयो भने मेरो माइन्ड फ्रेस हुन्छ है। त्यस्तो खालके जग्गा छ क्या यहाँनिर चाहिँ। हेर्नुहोस् कति मजाको भ्यू छ। यदि हजुरहरू पनि बेङ्गलोरमा हुनुहुन्छ भने चाहिँ भिजिट गर्नुहोस् होला है। तर मलाई यो पानी देखेर चाहिँ मलाई यति धेरै गाउँको याद आयो नि। मलाई चाहिँ अब गाउँघरमा त अब खोलाहरू खेल्नु मिल्छ, तर यहाँ त खोला खेल्नु मिल्दैन किनभने गहिरो छ, डुब्छ होइन। तर यहाँको पानी चाहिँ धेरै सफा छ, हजुरले देख्न सक्नुहुनेछ हो। सिलगढीको पानी चाहिँ धेरै मैला हुन्छ, त्यहाँनिर त स्विमिङ खेल्ने लायकको पनि हुँदैन है। अनि यहाँनिर चाहिँ एकजना भैयाले मकै बेच्नु हुँदो रहेछ, एउटा पोलेको एउटा उसिनेको। अनि मैले चाहिँ पोलेको मकै मागेँ भैयालाई, अनि मैले यो भिडियो पनि क्याप्चर गरेँ है। मैले कति भइसक्यो 1.5 साल जति भइसक्यो अब गाउँघरको मकै नखाएको। तर मलाई यहाँको मकै पनि मनपर्छ, मिठो हुन्छ है। मलाई उसिनेको मकै पनि मनपर्छ, पोलेको मकै पनि मनपर्छ। मेरो चाहिँ मकै फेभरेट हो साथीहरू हो। अब अरू त के भन्नु, बोल्दा बोल्दै मेरो बातै सकियो। हल्का मजाक गरिदिएको है। अरूहरूले कति मजाले भिडियोहरू बनाउँछ हौ, म त भिडियो बनाउनै जान्दिनँ साथीहरू। अनि यहाँ भ्यू देखाउँदैछु म हजुरहरूलाई हो। म वेट गर्दै थिएँ नि त मकैको, अन्त हजुरहरूलाई भ्यू पनि देखाउँदैछु। अरूहरूले कति मजाले भिडियोहरू बनाउँछ, मलाई चाहिँ किन त्यति साह्रो बोल्नु नआएको होला है। अनि यतापट्टिको भैयाले आइसक्रिम पनि बेच्दै थियो। मलाई पुरा गरम भइरहेको थियो, म आइसक्रिम खाऊँ कि भनेर सोचिरहेको थिएँ। तर होस् है भनेर फेरि मकै नै खाएँ। मकै चाहिँ धेरै मिठो थियो है। भैयाले लेमनहरू पनि यसरी लगाइदिनु भएको थियो, एकदमै मिठो थियो। मैले यसरी उसिनेको मकै पनि खाएँ। मैले स्पाइसी बनाइदिनुहोस् ल भैया भनिदिएको थिएँ, स्पाइसी बनाइदिनु भयो। यो मेरो नक्कल हेर्नुहोस् फोटो खिच्नेको हो। अनि त्यहाँ चाहिँ लास्टमा मैले जुस खाएँ। आजको लागि यति नै, बाई बाई, थ्याङ्क यू।